फेस अफ क्लासिक डायमन्ड न्याकगु सिजन जुइगु जुगुतु विवाह जुगु पत्रकार सम्मेलन क्लासिक डायमन्ड अध्यक्ष बाबुराज महर्जन माघ 4 व 5 गते ज्याजो जुइगु जानकारी ब्यातिल प्रतियोगिता लागि ये व पोखरा अडिसन जुइगु जुगु दोसा उत्कृष्ट जिम प्रतियोगिता त क्लासिक डायमन्ड फेसन डिजाइन ज्वेलरी शोले प्रस्तुतिएको जुगुतु करियर मेकिङ प्लेटफर्म बन्नु पुग्यो त्यसबाट चाहिँ 2010 मा हामीले चाहिँ एउटा फेस अफ क्लासिक डायमन्ड टाइम इन्स्पायर्ड ज्वेलरी फेसन सोबाट हामी सुरु गर्यौँ त्यसपछि फेस अफ क्लासिक डायमन्ड भनेर एउटा पेजेन्ट मोस्ट सक्सेसफुल पेजेन्ट थियो त्यो त्यहाँबाट चाहिँ हामीले हाम्रो नेपालको जुन मोडलहरूलाई एउटा प्लेटफर्म दिनु साथसाथै चाहिँ नि यो ज्वेलरी इन्डस्ट्रिजको लागि पनि एउटा प्रमोट गर्ने काम चाहिँ हामीले गर्नु जस्तो लाग्यो फर इन्डस्ट्रिजलाई चाहिँ अहिले यो ब्रान्डले चाहिँ धेरै टेवा फुलाएको जस्तो लाग्छ हामीलाई जुन यो प्रोसेसहरू हामीले जुन गरेँ नेपालबाट अहिले युएस तथा अरू इन्टरनेसनल बोर्ड सिफ्ट हुने धेरै हाम्रो नेपाली जनसङ्ख्याहरू भएको अवस्थामा हामीले चाहिँ यसपालि चाहिँ के सोचेको छौँ भन्दाखेरि जुन उता मुभ भएका हाम्रा चेलिबेटीहरू जुन सक्षम छन् यो ग्ल्यामर्स यो इन्डस्ट्रीमा धेरै सक्षम व्यक्तिहरू उता हुनुहुन्छ र उहाँहरूलाई पनि हामीले we want to take them back to their own country, back to their land के अरे हाम्रो उहाँको मातृभूमिमा ल्याउने चाहिँ हामीले कोसिस गरेका छौँ सो त्यही अन्तर्गत यसपालि यो फेसन सोमा यो रनवेमा युएसबाट 2 जना विनर्सहरूलाई हामीले लिएर आउने हामी कोसिस गर्दैछौँ पत्रकार सम्मेलन पुलापी मिस नेपाल मालविका सुब्बा आश्मी श्रेष्ठ मोडल सविता कार्कीन प्रतियोगिता यो अनुभव कनादिएको ख मेरो विगतको एक्सपिरियन्स मैले हेरेँ भने क्लासिक डायमन्डले एउटा सच नै गरिदिनु भएको थियो त्यो बेलादेखि अहिलेसम्ममा इन्डियाको टप आर्टिस्टहरूलाई पनि लिएर आएर र नेपालबाट पनि टप मोडल्सहरूलाई एउटा अपर्च्युनिटी प्रदान गरेर उहाँहरूको करियर अपलिफ्टमेन्टदेखि लिएर हाम्रो फेसन इन्डस्ट्री जुन छ फेसन इन्डस्ट्रीमा पनि एउटा नयाँ आयाम कोर्न पनि उहाँहरू सफल हुनुभएको थियो र 2000 हामीले आई थिङ्क 2-3 वर्ष 4टा सिजनसम्म हामीले गऱ्यौँ र हरेक सिजनमा सुस्मिता सेन आउनु भएको थियो आई थिङ्क द्याट वाज वान अफ द बेस्ट सोज द्याट वी ह्याड सो फार जिनतमान म्याम पनि आउनु भएको थियो मनिषा परेला इज अल्सो वक द रनवे फर अस अब हामीले पास्ट हाम्रो विनर्सहरू या पास्ट पार्टिसिपेन्ट्सकै कुरा गऱ्यौँ भने मुना गौचन हाम्रो प्रिभियस विनर जो हुनुहुन्छ लास्ट विनर उहाँले इन्डियामा पनि आफ्नो नाम रोशन गरिरहनु भएको छ र ठुलो आर्टिस्टहरूसँग पनि काम गरिरहनु भएको छ यहाँ अश्मी श्रेष्ठ हुनुहुन्छ फर्मर मिस नेपाल उहाँले पनि आफ्नो करियरको सुरुवाती क्रममा क्लासिक डायमन्डको फेसबाट पनि स्टार्ट गर्नुभयो र सविता कार्की उहाँ पनि एउटा पार्टिसिपेन्टको रूपमा हुनुहुन्थ्यो होइन राम्रो मोडल्सहरू हाम्रो फेमस ट्रान्स मोडल हुनुहुन्छ अञ्जली लामा उहाँले पनि क्लासिक डायमन्डको लागि वक पनि गर्नुभएको छ मैले त्यो बेला when I participated in the show I didn't know that त्यो सोले चाहिँ मेरो लाइफमा त्यति धेरै चेन्जेस ल्याउँछ भनेर र यो भन्दै गर्दाखेरि कुनै पनि एक्जाजरेसन छैन किनभने नेपालमै बसेर मैले इन्टरनेसनल लेभलको रनवे एक्सपिरियन्स गर्न पाउँछु भनेर कहिले सोचेको थिएन मेरो लागि चाहिँ बेस्ट पार्ट वाज वेन क्लासिक डायमन्ड्स ब्रट इन्टरनेसनली फेमस models from India and I got to share the runway with them. I was literally walking next to them and it was a matter of pride for me. भर्खर मोडलिङ स्टार्ट गरिरहेको नेपालमै बसेर त्यत्रो बिग ब्रान्ड्सहरूसँग काम गर्नुहुने मोडल्सहरूसँग ब्रान्ड सेयर गर्नु पाउँदाखेरि इट वाज सच एन अमेजिङ एक्सपिरियन्स Diamond Jewelers Private Limited in search of the new face of Classic Diamond.